दर्शकबिन नमस्कार। नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई परास्त गरेर टप 6 मा आफ्नो स्थान बनाए तापनि नेपालसँग एउटा यस्तो डर घुमिरहेको छ जसले नेपाली राष्ट्रिय क्रिकेट टोलीको विश्वकप यात्रा ब्याउन सक्छ, अझ भनौं भने इन्ड गर्न सक्छ। त्यो डर के हो भन्ने कुरा भिडियोमा तपाईहरुले सुन्न पाउनुहुनेछ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन, हिजो भएको खेलमा नेपालले जापानलाई हराउँदै सुपर 6 मा आफ्नो स्थान पहिला बनाइसकेको थियो। तर हिजो भएको खेलमा जापानलाई नेपालले हराउँदा कुवेत विरुद्ध बनाएको रन रेटको रेकर्ड भने कायम रहन सकेन। सिस कुवेत भने नेपाल विरुद्ध हार बेहोर्दा जापान विरुद्ध समेत हार बेहोरेको थियो, जसको कारण कुवेतले यो प्रतियोगिताबाट बाहिरिँदा नेपालले कुवेत विरुद्ध आर्जन गरेको नेट रन रेट चाहिँ केही काम लाग्ने थिएन। जापान विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुन जित निकाल्यो त्यसको रन रेट नै सुपर 6 मा काम लाग्नेछ। दर्शकबिन, नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर 6 मा क्वालिफाई गरिसक्दा अब कुरा आउँछ सुपर 6 मा कुन कुन टिमहरू पुगेका छन्। सबै टिमहरूको टुङ्गो भने अहिले लाग्न सकेको छैन। तपाईहरुले जुन बेला यो भिडियो हेरिराख्नु भएको छ त्यो बेला भइसकेको छ। यो भिडियोमा चाहिँ रातिमा रेकर्ड गरिरहेको छु। दर्शकबिन, अब सुपर 6 मा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको म्याचहरू केही टोलीहरूसँग हुनेछ। ती टोलीहरूमा जित र हारको सिलसिला पक्कै पनि जारी रहनेछ। 6वटा टिमहरू मध्ये सुपर 3 भन्ने टिमहरूले टी20 विश्वकप 2026 का लागि क्वालिफाई गर्नेछन्। यसरी हेर्ने हो भने नेपालको बाटो त्यति पनि सजिलो छैन जति हामी सोचेका छौं। तर हाम्रो खेलाडीहरूमा भएको कन्फिडेन्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी20 विश्वकप 2026 मा पुर्याउन सक्ने हामी सबै कन्फिडेन्ट छौं। त्यस्तै अर्को कुरा के रह्यो भने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विश्वकप यात्रामा पूर्णविराम केले लगाउन सक्छ भनेर प्रश्न त एकदम ठूलै छ। एन्सर खोज्न जाने हो भने नेपाली राष्ट्रिय क्रिकेट टोलीहरूको इन्कन्सिस्टेन्ट पर्फर्मेन्सले नै यो यात्रामा टुङ्गो लगाउन सक्ने मात्र एउटा कारण बन्न सक्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू यदि आफ्नो फुल कन्फिडेन्स, आफ्नो कन्सिस्टेन्सी यसरी नै बरकरार राख्ने हो भने कोही माइका लाल पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई टी20 विश्वकप 2026 मा क्वालिफाई गर्नबाट वञ्चित गर्न सक्ने छैन। कुरा आयो के कुशल मल्ल अनिल शाह भन्दा बेटर छन् त। दर्शकबिन, यदि हामी अनिल शाह तथा कुशल मल्लको सिचुएसन हेर्ने हो भने यी दुवै खेलाडीको पर्फर्मेन्स एकदम सेम वेमा गइरहेको छ। दुवै खेलाडी कुनै पनि स्थानमा राम्रो पर्फर्मेन्स दिन सकिरहेका छैनन्। यहाँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक अझ भनौं भने क्याप्टेनलाई दुविधा छ होला हामीले टिममा निरन्तर रूपमा कसलाई मौका दिने भनेर। तर ठिकै छ, अहिले विश्वकपको क्वालिफायरसम्म जे भइरहेछ होस्, त्यसपछि हामी अनिल शाहको बारेमा सोच्ने छौं। दर्शकबिन, अर्को विचार गर्नुपर्ने कुरा के छ भने रोहित पौडेलको पर्फर्मेन्स। तपाई हेर्नुहुन्छ भने कुवेत विरुद्धको खेलमा पनि उनी आफ्नो गलत शट सिलेक्सनका कारण आउट हुन पुगेका थिए। त्यस्तै हिजो जापान विरुद्धको खेलमा पनि उनी जुन पोजिसनमा ब्याटिङ गर्न आएका थिए अर्थात् 1 डाउन, कुशल बुर्तेल क्याच आउट भएर जाँदा रोहित पौडेल ब्याटिङ गर्न आउँदा उनले इनिङलाई सम्हाल्नु पर्ने थियो। क्रिकेट खेल भनेको अहिले टी20 फास्ट हुनुपर्छ, शटहरू प्रहार गरेको हुनुपर्छ भन्ने कुरा हामी सबैले थाहा छ। तर सिचुएसन अनुसारको खेल भएन भने ती शटहरू कहिले पनि काम लाग्ने छैनन्। हामीले हेर्ने हो भने रोहित पौडेलले एङ्करको रोल यहाँ अदा गर्नुपर्ने हुन्थ्यो। अर्थात् भनौं भने केही पार्टनरशिप बिल्ड गरेर नेपाललाई 18 ओभर भन्दा पहिले नै जित हासिल गराउँदा उनको योगदान राम्रो हुन सक्थ्यो। तपाईलाई के लाग्छ कमेन्ट बक्समा लेख्नु होला। धन्यवाद।